हेलो गाइज, आज चाहिँ हामी जङ्गलमा जाँदैछ। जङ्गल पनि होइन, हाम्रो गुठतिर दाउरा लिनलाई काटेर राखेको दाउरा हो। हाम्रो चाहिँ भैँसी खाल्टोमा झरेर निकाल्न जारी गर्दैछ। हाम्रो भैँसी निकाल्ने पार्टीहरू घरतिर लाग्दै उधर भी आ रहा है। बहिनी चाहिँ अगाडि पुगिसक्यो, म चाहिँ अलिअलि पछाडि छु। यो चाहिँ हाम्रो गाउँतिरको खोला हो गाइस। हाम्रो चाहिँ खोला यत्रो ठुलो छ है। आजकल चाहिँ मान्छे बगाउला बगाउला जस्तो छ। माछा त खतरा रहेछ त यार। माछा हेर्नुहोस् गाइस, हाम्रो त ओइ लमिन तार्नु गरे मुर्जु मु यार। हाम्रो गाउँतिरको खोलाहरू गाई चढ्यो। साथी पनि छ हाम्रो एउटा है। हेर्नुहोस् त गाइस, हाम्रो त मकैहरू सब असिनाले ढालेर केही छैन। वर्ष दिन खाने मकै 1 मिनटमै छ्वारल्यापै पार्यो। दाउरा लिन जान लागेको मान्छे बच्चा बोकेर आउँछ यार। पुरानो रुख पहिलाको। यो के को रुख हो है? समिन? पिपल। पिपल, यो चाहिँ समिन। पहिला चाहिँ हाम्रो गाउँको यहाँनिर स्कुल थियो, स्कुल। अहिले चाहिँ चौडी भएको छ, चौडी। गाइस हतार हतार आएको थियो। हाम्रो बाजेको चप्पल पो परेछ। हामी चाहिँ त्यो माथि डाँडामा पुग्नुपर्छ। माथि यसमा हामी चाहिँ जाँदैछौँ। अझैसम्म पुगेको छैन। हामी चाहिँ पुग्न लाग्यो। बाटोमा हिँड्दैछौँ होइन। हाम्रो सोल्टी उतातिर रुएर हिँडिरहेछ। म चाहिँ यता हाँसेर मात्र, रुख होइन हाँसेको। हाम्रो बाटो के छ सोल्टी? हामी खास गरी के गर्न आएको? हामी तिसिया भनेको चाहिँ गिट्ठा है। गिट्ठा खान आएको हामी। गिट्ठा पहिलाको खानेकुरा हो कि यो। ढुङ्गे युगको खानेकुरा होइन त है लमिन? खानेकुरा त हो नि। अर्ग्यानिक माल हो। डाँडा गाइस, पसिना त हाम्रो सिस्टरले चाहिँ खाइसक्यो। खै हामी पनि खाम त है। गिट्ठा साबुन भन्ला नि फेरि होइन यो। दामी। गिट्ठा चाहिँ यसरी उसिनिन्छ। कपाल यस्तै उपाएर एलिमेन्टिगा अन्जु अनि बोमजान अनु बोमजान एलिमेन्टिगा त्यति गोम तिसिया सियाब्रे
तिस्या आउनु तिस्या ज्याबा जिम ज्याबा हाल्छ ब्लोबा फाइनली गाइस हामी चाहिँ आइपुग्यो गोठमा चाहिँ हाम्रो गोठ हो गोठ बाजेले त चुक्कुल गरेर जानुपर्छ चुक्कुल दाउरा लिन आएको गाइस हामी चाहिँ हाम्रो भित्र खतरा हावा आउँछ गाइस हावा सररररर हुन्छ फाइनली हामी चाहिँ बल्ल बल्ल आइपुग्यो हाम्रो गाउँ चाहिँ तल्लो गाउँ हो तल्ल यो तल्लोको गाउँ चाहिँ हाम्रो माथि येलो कलरको चाहिँ गुम्बा मरिनको अनि यता यो रेड कलर देखिरहेको चाहिँ स्कुल अनि हामी चाहिँ अहिले चाहिँ माथि गोठमा यहाँ चाहिँ दामी हावा चल्छ केराको पात फर 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 केराको पात त असिनाले केही छैन सब सिरा सिरा हाम्रो सिस्टर चाहिँ गोरु धपाएर भर्खर उनीहरुले आइपुगेछ तर भिडियो बनाएको थाहा छैन गाइस उसले चाहिँ कसलाई सम्झ्यो डार्लिङ सुर्तीको बोट सुर्ती किन्नु पर्दैन सुर्ती सर छिटो आउन यार जाने बाख्रा यता पनि बाख्राको बच्चाहरू यहाँ चाहिँ हाम्रो बाख्राहरू मात्र पाल्छ हाम्रो बाजे र बजे चाहिँ बाख्रा चराउन जानुपर्छ उता जङ्गलमा यता जङ्गलमा केराको बोट हो केरा खान मन लाग्यो यता हाजिरी हुनु होला जङ्गल यसो चाहिँ भिर हो हाम्रो गाउँको जङ्गल यस्तो छ है गाइस डरलाग्दो त हेर्नै सकिरहेन हाम्रो सिस्टर दामी हेर्छ यार आफू त परे गाउँले हामी पनि गाउँले गाइस त्यस्तो समस्याहरू चाहिँ नभनिदिए हुन्थ्यो होला हेर्नै डरलाग्दो हामी चाहिँ यता हाम्रो चाहिँ भाडी बनाएर नि हामी यसरी आउने यार बहिनी म चाहिँ यता हामी चाहिँ भारी बिसाएर नि यहाँनिर उठिसकेको हो हामी चाहिँ भारी बोकेर आइसक्यो तल सिस्टर चाहिँ आउँदैछ गिफ्टा पनि बोक्दै म चाहिँ तल आइपुगिसक्यो भारी बोकेर भिडियो बनाउनुपर्छ भनेको त बिर्सेछ गाइस के गर्नु